अहिले चाहिँ म कञ्चनजङ्घा बेस क्याम्प साउथको प्रवेशद्वार ओक्ताङमा आइपुगेको छु। अल्टिट्युड 4780 मिटर्स रहेछ। अब यहाँबाट अगाडि बढ्दै गएपछि चाहिँ मासतिर चाहिँ भ्यू पोइन्ट रहेछ। त्यो भ्यू पोइन्टबाट चाहिँ हामी कञ्चनजङ्घाको दृश्य चाहिँ अवलोकन गर्छौँ। बाटो एकदमै चिप्लो हिउँ हिउँ, अलिक केयरफुल भएर आउनुपर्ने रहेछ। त्यस्तो जाडो त छैन, घाम लागिरहेछ, तर अल्टिट्युडले गर्दाखेरि चाहिँ अलिकति सास फेर्न चाहिँ श्वास हुने रहेछ। त्यही छ, यस्तो दामी भ्यू छ, बबाल भ्यू छ। वरिपरि हिमाल, डाँडाकाँडा, वाउ छ दृश्य, वाउ।